नमस्ते। आज पनि कविता वाचनको लागि आएको छु र आज चाहिँ मसँग कवि जीवित खड्का मगर्जीको एउटा कविता छ, नरौ माइली शीर्षकको। म त्यही कविता वाचन गर्नेछु। नरौ माइली। यो आकाशमा तिमीले उन्मुक्त उडिरहेका बादलको भुवाहरू देख्यौ। तिम्रै आँखाको पानी जस्तो बगिरहेको यो खोला भिर पखेरा र चट्टानहरूसँग लड्दै खेतमा हाँसिरहेको पनि देख्यौ। किन फेरि हावाको कम्पनमा हल्लिरहने रुख झैँ, रुखको डाली डाली रोइरहने न्याउली झैँ यो वनै वनलाई रुवाउँदै कहाँ भागिरहेकी हँ? माइली, हारेको मान्छेलाई आफ्नै छायाले गिज्याउँछ। कसै गरी बिन्ती छायाहरूलाई छायामै राख्नु। माइली, भर्खरै टाढाबाट कोही आफन्त आफुनेर आइरहे जस्तो करुणाले भरिएको यी आवाजहरू सुन्यौ। कि तिमी हिँडेपछि यो जङ्गलका चराहरू पनि शोकधुन जस्तो नमिठो अनौठो आवाजमा रोइरहेछन्। सायद चराहरूले पनि भनिरहेका होलान्, फर्क न फर्क ओ माइली, फर्क आफ्नै गाउँ फर्क। जस्तै पिरको पहाडले थिचे पनि आफ्नै ठाउँ फर्क। हो माइली, अब तिमी फर्क। जहाँबाट आयौ हातमा मसाल बोकेर त्यही ठाउँमा फर्क। कि तिमीले राधाहरू छाडेर मोहनी मुरली जस्तो आँखाको हरणले राजमार्ग छेउ गोपिनीहरू डस्ने किस्ने कन्हैयाहरू खोज्नु छ। रूपको इन्द्रजालमा पारेर अप्सराहरू हरदम काम बास्नामा लठिरहने छली इन्द्रियहरू खोज्नु छ तिमीले यौन दुर्चारीहरू र तिमी जस्तै आहत नारीहरूको पनि बदला लिनु छ। धन्यवाद।